साथीहरू आज हामी तपाईँहरूलाई यो बारीमा फ्रेस स्ट्रबेरी टिपेर हामीले फ्रेस जुस घरमा कसरी तयार गर्छौँ त्यो हामीले टिपेर हामी देखाउँदैछौँ। हेर्नुहोस् एकदम फ्रेस स्ट्रबेरी टिप्दा हामी फ्रेस जुस बनाउँदैछौँ। हेर्नुहोस् अनि स्ट्रबेरी छ, एकदम फ्रेस स्ट्रबेरी छ। हेर्नुहोस् हजुरहरूले पनि कसरी यो फ्रेस स्ट्रबेरी, म यो ताजा स्ट्रबेरी अलि माथिको रहेछ, पानी पनि छैन, त्यही कारणले म दवा खालिकन खाँदैछु। यसलाई पखाल्न गइरहेको छ। हेर्नुहोस् हामी यसलाई पखाल्छौँ, मजाले पखाल्छौँ अनि यसको बेग्नाहरू पनि खान्छौँ। यसरी धोएर पखालेर मैले यो मिक्सरमा जुस बनाउनको लागि रेडी बनाइसकेको छु। अब यसलाई म यो मिक्सरको भाँडामा हाल्छु। यो मिक्सरको भाँडामा सबै स्ट्रबेरीमा हालेँ र अब यसलाई म मिक्सरमा पिस्नलाई जुस बनाउनलाई अब यसलाई जोड्दैछु र अब यसलाई म ढक्कनमा हालेर चलाउँछु बन्द गरेर। अब पिसेर तयार भइसकेको छ। अब यसलाई म निकाल्न गइरहेको छु। निकालेर अब हामी यसलाई कस्तो भएछ त हामी हेर्छौँ। हेर्नुहोस् यो त जुस तयार भइसकेको छ। ग्लासमा हाल्छौँ र खान्छौँ। हेर्नुहोस् यो जुस अब खान गइरहेको छु। बसेर अब यो जुस खान्छु। कस्तो रहेछ यो जुस? एकदमै मिठो छ साथीहरू। तपाईँले पनि यस्तै गरेर घरमा आफ्नो घरमा फ्रेस स्ट्रबेरीको जुस मजाले खान सक्नुहुन्छ।